नमस्कार सबैजनालाई फेरि पनि स्वागत छ हाम्रो च्यानल क्लियर कन्सेप्ट नेपालमा। आज यो बीबीएस फर्स्ट इयरको चाहिँ एकाउन्टिङ फर लङ लिभ लायबिलिटिज भन्ने चाहिँ एउटा च्याप्टर छ। त्यो च्याप्टरको मैले एउटा क्वेसन ल्याएको छु र यो चाहिँ एउटा योभन्दा पहिला चाहिँ बोन्ड भ्यालुएसनको मैले च्याप्टर ल्याएको मतलब टपिक ल्याएको थिएँ। अहिले चाहिँ हामी यो हाम्रो लिजको टपिक छ। त लिज भनेको के हो भन्दाखेरि लिजमा लिज भनेको एउटा कन्ट्र्याक्ट हो जसमा चाहिँ दुईटा चाहिँ पार्टी हुन्छ, एउटा लेसर हुन्छ, एउटा लेसी हुन्छ। एउटा लेसर हुन्छ, एउटा के हुन्छ, लेसी हुन्छ। लेसरले के गर्छ भन्दाखेरि आफ्नो प्रपर्टी यसलाई दिन्छ, आफ्नो एसेटहरू यसलाई दिन्छ युज गर्नको लागि, अनि यसको बदलामा लेसीले केही पेमेन्ट गर्छ। ठिक छ, त्यही हो। यसले आफ्नो सम्पत्तिहरू दिन्छ, त्यो सम्पत्तिहरूलाई चाहिँ लेसीले युज गरेर त्यसको बदलामा पेमेन्ट गर्ने हो। यही सिस्टमलाई लिज भनिन्छ। अब लिज चाहिँ दुईटा टाइपको हुन्छ। एउटा चाहिँ के हुन्छ भन्दाखेरि एउटा चाहिँ अपरेटिङ लिज हुन्छ, एउटा फाइनेन्स लिज हुन्छ, अथवा अपरेटिङ लिज अथवा फाइनेन्स लिज, फाइनेन्सिङ लिज भनेर हुन्छ। एउटा हुन्छ अपरेटिङ लिज र अर्को हुन्छ के सेकेन्डमा फाइनेन्सिङ लिज। फाइनेन्सिङ लिज भनेर हुन्छ, फाइनेन्स लिज भनिन्छ। फाइनेन्स लिज अथवा यसलाई चाहिँ क्यापिटल लिज पनि भनिन्छ, यसलाई क्यापिटल लिज पनि भनिन्छ। अब अपरेटिङ लिजमा के हुन्छ भन्दाखेरि लेसरले आफ्नो सम्पत्ति लेसीलाई दिन्छ र लेसीले युज गरे बापत भाडा तिर्छ। यसमा भाडाको पेमेन्ट मात्र हुन्छ, रेन्टल पेमेन्ट मात्र हुन्छ, रेन्ट मात्र तिर्छ, भाडा मात्र तिर्छ। भने फाइनेन्सिङ लिजमा के हुन्छ, क्यापिटल लिजमा के हुन्छ भन्दाखेरि लेसीले पैसाहरू दिँदा 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 भाडा मात्र नदिएर एक्स्ट्रा सम्पत्तिको पैसाहरू पनि त्यसले दिन्छ र फाइनल्ली सबै टर्म्स कन्ट्र्याक्टको टर्म्स सकिसकेपछि त्यो चाहिँ पुरै सम्पत्ति चाहिँ लेसीको नाममा हुन्छ। यस्तो किसिमको कन्ट्र्याक्टलाई भनिन्छ फाइनेन्स लिज। यसमा लास्टमा सम्पत्ति मान्छेको नाममा आउँछ भने अपरेटिङ लिजभित्र चाहिँ सम्पत्ति चाहिँ मान्छेको नाममा मतलब लेसीको नाममा चाहिँ आउँदैन। यो किसिमको कन्ट्र्याक्टहरू हुन्छ र हामीले जेनरली चाहिँ किताबमा गर्ने बेलामा फाइनेन्सिङ लिज अथवा चाहिँ क्यापिटल लिजको चाहिँ हिसाबहरू गरिरहेको हुन्छ। र यसमा के हुन्छ भन्दाखेरि क्वेसनमा चाहिँ लेखेको हुन्छ सब्सटेन्सियली मतलब 90% भन्दा बढी त्यो चाहिँ के गरिसक्यो, पेमेन्ट गरिसक्यो। सम्पत्तिको भ्यालु जति थियो त्यसको 90% भन्दा बढी पेमेन्ट गरिसक्यो भनेपछि अटोमेटिक के बुझियो त, यो फाइनेन्स लिज हो भनेर बुझियो है। खालि सम्पत्ति प्रयोग गर्नको लागि मात्र होइन कि सम्पत्ति किन्नको लागि चाहिँ मतलब सम्पत्ति लेसीको नाममा गरिने खाले क्वेसन भयो भने चाहिँ फाइनेन्स लिज हो भन्ने बुझिन्छ। अब फाइनेन्स लिजमा के हुन्छ भन्दाखेरि फाइनेन्स लिजमा चाहिँ यसले के गर्छ, जस्तै हामीले एउटा इक्वल पेमेन्ट हरेक वर्ष दिइराख्छौँ है, भनेको लेसीले चाहिँ इक्वल पेमेन्ट दिइराख्छ। त्यो इक्वल पेमेन्टहरूको त्यो इक्वल जस्तो यहाँ 10,000 रुपियाँ 10,000 रुपियाँ तिरिरहेछ भने 10,000 रुपियाँमा 10,000 रुपियाँ त के भयो पैसा तिरेको छ र 10,000 रुपियाँमा चाहिँ के हुन्छ भन्दाखेरि लोन र प्रिन्सिपल दुइटै मिक्स हुन्छ कि, लोन पनि अनि प्रिन्सिपल पनि। त यसको मतलब यो 10,000 रुपियाँ हरेक वर्ष तिर्छौँ हामी र हरेक वर्ष तिर्दाखेरि जस्तै किस्तामा सामान किन्दाखेरि हामीले चाहिँ केही डाउन पेमेन्ट गर्छौँ नि, बाँकी पैसा लोन भयो। जस्तै लिज पेमेन्टमा पनि अब डाउन पेमेन्ट त यसमा हुँदैन, त्यो पुरै पैसा चाहिँ के हुन्छ एज अ लोन ट्रिट गरिन्छ र हरेक वर्ष चाहिँ एज एन इएमआई इक्वल मन्थली इन्स्टलमेन्ट जस्तो इक्वल इयरली इन्स्टलमेन्ट तिरिन्छ र इन्स्टलमेन्टमा लोनको पैसामा ब्याजको पैसा पनि हुन्छ र सामाको पैसा प्रिन्सिपलको पैसा पनि हुन्छ। त सम्पत्ति जति छ त्यति तपाईँको लोन हुने भयो होइन। त्यो सिस्टमलाई चाहिँ फाइनेन्स लिज भनिन्छ। अब के गरिन्छ भन्दाखेरि यसमा हामी लिज अब्लिगेसन क्याल्कुलेट गर्ने गर्छौँ। लिज अब्लिगेसन के हो त? लिज अब्लिगेसन भनेको भन्दा हरेक वर्ष जति पनि चाहिँ हामीले पेमेन्ट गरेको हुन्छ इक्वल मन्थली इक्वल एनुअल इन्स्टलमेन्ट, यसको 0 इयरको भ्याल्यु, यसको सबै इयर आजको भ्याल्यु टोटल भ्याल्युलाई के भनिन्छ, लिज अब्लिगेसन भनिन्छ। र यो टोटल भ्याल्यु भनेको चाहिँ के हुन्छ, सम्पत्तिको भ्याल्यु हुन्छ र यो जुन भ्याल्यु आउँछ विदाउट एनी इन्ट्रेस्ट आउँछ। ठिक छ, तर यो 10,000मा हाम्रो के आउँछ, इन्ट्रेस्ट भएको हुन्छ। ठिक छ, बुझ्नुभयो कुरा। अब यो हामीले अपरेटिङ लिज र क्यापिटल लिजको बारेमा कुरा गऱ्यौँ र लेसीले आफ्नो खातामा जहिले किन्छ त्यति बेला मेरो सम्पत्ति भयो है भनेर क्लेम गर्छ है। र लेसीले नै
आफ्नो के गर्छ आफ्नो खातामा डेप्रिसिएसन पनि काट्छ। जब भन्यो मेरो सम्पत्ति आयो भनेपछि सम्पत्ति चाहिँ उसको नाममा आएको हुन्छ एकाउन्टिङ गर्ने बेलामा र त्यसमा चाहिँ हामीले डेप्रिसिएसन पनि कट्टा गर्ने गर्छौँ है। बुझ्नुभयो सबै कुरा। अब चाहिँ क्वेसन गरौँ, क्वेसन के छ र अब अगाडि बढ्दै जाउँ के भन्छ। अब on 1st January 2014 a company leased a tractor for 5 years भन्छ 5 वर्षको लागि। एनुअल लिज पेमेन्ट इज 28,300 हरेक वर्ष 28,300 रुपियाँ तिर्छ। आर टु बी मेड एभ्री 31 डिसेम्बर हरेक सालको अन्तमा तिरिन्छ। बिगिनिङ इन 31 डिसेम्बर 2014 इन्ट्रेस्ट एक्सपेन्सेस इज बेस्ड अन 8%। द प्रेजेन्ट भ्यालु अफ मिनिमम लिज पेमेन्ट इज 1,13,000। मैले अघि नै भने जुन लिज पेमेन्टहरू चाहिँ के हुन्छ लिज पेमेन्टहरू जुन तिरेछ त्यसको आजको भ्यालु कति छ 1,13,000 हुन्छ। त यसरी हेर्दा हरेक वर्षमा कति तिरिरहेको छु 28,300 तिरिरहेको छु। 28,300 तिर्दा 5 वर्षसम्म तिरिरहेको छु भने अब यहाँ लिज अब्लिगेसन निकाल्ने बेलामा यस्तो हुन्छ लिज अब्लिगेसन हैन। अब यहाँ पीबीआईएफ युज गर्ने कि पीबीआईएफ ए युज गर्ने, किनभने एउटै एमाउन्ट छ कमन एमाउन्ट छ र सधैँ एउटै अमाउन्ट प्राप्त भएको छ भने हामीले के युज गर्छौँ पीबीआईएफ ए युज गर्ने गर्छौँ। त 28,300 28,001 2 3 4 5 वटा इन्स्टलमेन्ट मलाई प्राप्त भयो। एनुअल पेमेन्ट हैन मल्टिप्लाइड बाई पीभीआईएफ ए युज गर्नु पर्यो एन्युटी वाला एउटै अमाउन्ट छ भने अनि आई कमा एन इयर्स हैन। त यसरी चाहिँ यो हाम्रो लिज अब्लिगेसन आउँछ। लिज अब्लिगेसन भनेको चाहिँ सबै पेमेन्टहरुको आजको भ्यालु 28,300 को आजको भ्यालु हरेक वर्षको 28,300 को आजको भ्यालु 28,300 मल्टिप्लाइड बाई पीभीआईएफ ए। आई भनेको कति पर्सेन्ट हो 8%। कति वर्षको लागि भनेको 5 इयर्सको लागि। यदि हामीले पीभीआईएफ ए टेबल हेर्छौं भने 28,300 मल्टिप्लाइड बाई 2.997 यस्तै केही भ्यालु छ एकचोटि हेर्नु होला। पीभीआईएफ ए टेबलमा है पीभीआईएफ भएछ 97 हैन 3.997 रहेछ। त यो 3.997 हो यसको भ्यालु हेर्नु होला हैन। त यो जति भ्यालु आउँछ यो कति आयो 1,13,000। यसको मिनिङ के हो 28,300 को चाहिँ हरेक वर्ष मैले पेमेन्ट प्राप्त गर्छु भने त्यसको आजको भ्यालु 1,13,000 मतलब यो मेरो लोन हो अथवा सम्पत्तिको भ्यालु हो। जति सम्पत्तिको भ्यालु हुन्छ त्यति त मेरो लोन अमाउन्ट हुन्छ। त लोन अमाउन्ट भनेको कति भयो 1,13,000 भयो है। यहाँसम्म कुरा बुझ्नुभयो। यहाँ अलरेडी तपाईलाई दिएको छ 1,13,000 लिज अब्लिगेसन has been determined to be more than 90% of the fair market 90% भन्दा चाहिँ बढी तिरिसक्यो भनेछ। The company uses straight line method for depreciation. Required a table to show 5-year amortization of lease obligation. Lease obligation लाई 5 वर्ष चाहिँ मैले 5 वर्ष किन गर्ने 28,300 रुपैयाँमा केही हिस्सा चाहिँ के को हो केही पार्ट चाहिँ इन्ट्रेस्ट को पार्ट हो र केही पार्ट चाहिँ प्रिन्सिपल को पार्ट हो। त्यसैलाई चाहिँ बाइफर्गेट गर्ने अथवा चाहिँ त्यसैलाई चाहिँ डिवाइड गर्ने पार्ट चाहिँ त्यो हो हैन। त हामी एमोर्टाइजेसन अफ लीज अब्लिगेसन भनेर लेखौं। लीज एमोर्टाइजेसन टेबल लीज एमोर्टाइजेसन टेबल भनेर लेखौं है त। अब लीज एमोर्टाइजेसन टेबल चाहिँ कसरी गर्ने लीज एमोर्टाइजेसन टेबल यस्तो गर्ने है त। सबभन्दा पहिला के लेख्ने डेट लेख्ने। डेट भनेको अब पहिलो चोटी फर्स्ट के अरे जनवरी 2014 मा हैन। त फर्स्ट जनवरी 2000 पेमेन्ट के अरे अब लीज पेमेन्ट कति लीज पेमेन्ट पहिलो दिन त म के पनि पेमेन्ट गर्दिन हैन। लीज पेमेन्ट भयो। लीज पेमेन्ट भएपछि इन्ट्रेस्ट ब्याज कति प्रतिशतले भनेछ 8% ले 8% ले। लीज अब्लिगेसन रिडक्सन भनेको कति कम भयो ऋण कति कम भयो र लीज अब्लिगेसन ऋण कति थियो ऋण भनेको चाहिँ अब यो सम्पत्तिको भ्यालु कति थियो सम्पत्तिको भ्यालु थियो 1,13,000 रुपैयाँ ठीक छ। त म यहाँ चाहिँ यसरी लेखिदिएँ यो भयो है। त भनेपछि 1 जनवरी 2014 मा लीज अब्लिगेसन 1 जनवरीमा त तिरेको हैन 31 डिसेम्बरमा हामीले गएर तिरेछौं हैन। त हामीले चाहिँ सबभन्दा पहिला लीज अब्लिगेसन कतिको थियो 1,13,000 को सम्पत्ति थियो भनेको 1,13,000 को लोन थियो। अब म पेमेन्ट गर्न सुरु गर्छु 31/12/2014 मा। त कति पेमेन्ट गर्छु यहाँ मैले 28,300 रुपैयाँ पेमेन्ट गर्छु।
इन्ट्रेस्ट भनेको कति हुन्छ 1,13,000 को कति पर्सेन्ट 8% हुन्छ 1,13,000 को 8% है 1,13,000 113 1,13,000 को इन्टु 8% भनेको 9040 आयो इन्ट्रेस्ट आयो कति 9040 भनेपछि 28,300 तिरे त्यसमध्ये 9040 ब्याज हो भनेपछि सामा प्रिन्सिपलको अमाउन्ट कति 28,300 माइनस 9040 भनेको कति भयो 19,260 है यो लिज अब्लिगेसन यहाँ माथि लेख्नुपर्ने 1,13,000 यो छ है त यो 19,260 अब 1,13,000 मेरो लोन थियो एसेटको भ्यालु माइनस 19,260 अब यति लोन कम भयो 93,740 रुपीस कम भयो 93,740 रुपीस के भयो कम भयो अब के गर्ने अब फेरि त्यही अब कहिले पेमेन्ट हुन्छ 31/12/2015 मा भनेपछि 28,300 रुपैयाँ फेरि पेमेन्ट गर्छौं अब 93740 यसको 8% क्याल्कुलेट गर्नु पर्यो 7495 भन्छ 7495 है 7495 भनेपछि 28,300 मा 7495 चाहिँ मेरो इन्ट्रेस्ट हो भने प्रिन्सिपलको अमाउन्ट कति 28,300 माइनस 7495 भनेको 20801 आयो 80.20801 हैन 20801 आयो यति आयो जति आयो हुन्छ 7495 चाहिँ घटाइसकेपछि है 7499 रहेछ यो 7499 हैन त अब योबाट यो घटासी यो आउँछ हैन अब हेर्नुस् अब योबाट यो घटाउने 93,740 माइनस 20801 भनेपछि कति भयो 72939 हो यसरी नै गर्दै गर्दै जाने अब 31/12/2016 मा 28,300 भयो हैन त्यस्तै अब यसको 72939 को 8% निकाल्नु पर्यो भनेपछि 5835 भयो 5835 भयो अब 28,300 माइनस 5835 घटाइदिनुस् कति भयो 22,465 अब योबाट यो घटाउने फेरि 72,939 माइनस 22,465 है 22,465 गर्यो भने 50,474 फेरि अब 31/12/2017 सालमा फेरि 28,300 तिरिन्छ अनि 28,300 यसको 50,000 यसको 8% भनेको 4037 भन्छ 4038 लेख्न पाइयो 4038 भनेपछि योबाट यो घटाउने सामा आउँछ फेरि 28,300 माइनस 4038 भनेको कति भयो 24,262 भनेपछि 50,474 माइनस 24,262 यसरी नै गर्दै जाने 26212 हो 26212 यति चाहिँ मेरो 26212 आयो है 26212 आयो अब एक वर्ष 2 वर्ष 3 वर्ष 4 वर्ष अब यो लास्ट पेमेन्ट हो 5 वर्ष 31/12/2017 सालमा 28,300 म गर्छु अब लास्ट गर्ने बेलामा पेमेन्ट त अब लोन त जिरो बनाउनु पर्यो सबै चुक्ता भइसक्यो भनेर बुझ्नु पर्यो हैन भनेपछि मैले के गरे योबाट घटाएसी योबाट घटाएसी योबाट घटाएर यो आयो योबाट घटाएर यो आयो योबाट घटाएर यो आयो योबाट घटाएर यो आयो भने जस्तै योबाट यो घटाएर यो आउनु पर्छ भनेपछि यहाँ पनि कति हुनु पर्यो 26,212 योबाट यो माइनस गरेपछि जिरो आउनु पर्यो अब योबाट कति माइनस गर्यो भने यो आउँछ त भनेर हेर्नु पर्यो त 28,300 माइनस 26,212 भनेको कति भयो 2088 हो कि 68 हो यो 2088 है त यो हाम्रो के भयो एमोर्टाइजेसन टेबल भइहाल्यो हैन एमोर्टाइजेसन टेबल लिज एमोर्टाइजेसन टेबल भयो हैन त यसमा चाहिँ के हामीलाई चाहिँ गाह्रो भएन यसरी चाहिँ हामीले गर्ने हो इन्ट्रेस्ट एक्सपेन्सेस कसरी निकाल्ने लिज अब्लिगेसन मल्टिप्लाइड बाइ यो इन्ट्रेस्ट एक्सपेन्सेस चाहिँ त्यसरी निकाल्ने ठीक छ बुझ्नु भयो कुरो अब बी नम्बर भनेछ बी नम्बरमा के भनेछ जर्नल एन्ट्रीज भनेछ जर्नल एन्ट्रीज है यो लेसीको किताबमा है किन भने तपाईको सिलेबसमा लेसरको बुकमा छैन लेसीको बुकमा छ भनेपछि जर्नल एन्ट्री एज अन 1 जनवरी 2014 मा उले त सम्पत्ति किनेको सम्पत्ति किन्छ सम्पत्तिको नाम के हो ट्र्याक्टर भनेपछि ट्र्याक्टर एकाउन्ट डीआर सम्पत्ति कतिको 1,13,000
यसको बदलामा यो त ऋण हो, त्यसको लागि ऋण भनेको लिज अब्लिगेसन, टु लिज अब्लिगेसन भनेर लेख्ने। लिज अब्लिगेसन कति? 1,13,000। यो ऋण हो, लायबिलिटी, क्रेडिट, एसेट, डेबिट, सक्यो है। अब सी नम्बरमा भनिन्छ जर्नल एन्ट्री एज अन 31/12/2015, 31/12/2015, जर्नल एन्ट्री एज अन 31/12/2015। यहाँ हेर्नुहोस् है, 31/12/2015, 14, 15, 16, 17, 18, 17, 18, ठिक छ। त यो चाहिँ यहाँबाट यसको पेमेन्ट हामी गर्नु पर्यो, यसको चाहिँ गर्नु पर्यो है त, जसमा 28,300 चाहिँ हामी लिज पेमेन्ट गर्छौँ, टोटल पेमेन्ट, जसमा ब्याजको खर्च 7,499 र लिज अब्लिगेसनको रिडक्सन 20,801। मतलब मेरो ऋण कति कम भयो? 20,801 रुपियाँ कम भयो। त भनेपछि इन्ट्रेस्टको खर्च एकाउन्ट डिआर अल एक्सपेन्सेस सुड बी डेबिटेड, इन्ट्रेस्ट एक्सपेन्सेस एकाउन्ट डिआर खर्च कति देखाउने? यो देखाउने 7,499। र यो दायित्व कम भयो हैन, यो मेरो जुन ऋण तिर्नुपर्ने थियो ऋण कम भयो, ऋण बढ्यो भने लायबिलिटी बढ्यो भने क्रेडिट, लायबिलिटी घट्यो भने डेबिट। त्यही भएर लिज अब्लिगेसन एकाउन्ट डिआर, मेरो ऋण कतिले कम भयो? 20,801 रुपियाँले कम भयो। र यो सबै मैले त पेमेन्ट गरेको, सबै के गर्ने मैले अब पेमेन्ट गर्छु हैन। त टु क्यास अथवा टु ब्याङ्क लेखिदिने भइहाल्छ, टु ब्याङ्क लेखिदिने है, टु ब्याङ्क एकाउन्ट भनेर लेख्ने। अब यसको जोडिदिनुहोस् कति आउँछ, जोडेपछि त्यति नै आउँछ, यो 28,300 त आउँछ नि, यो 28,000 के भयो? 300 रुपियाँ भइहाल्यो, ठिक छ। त डेप्रिसिएसन एकाउन्ट डिआर, डेप्रिसिएसन एकाउन्ट डिआर टु एक्युमुलेटेड डेप्रिसिएसन, टु एक्युमुलेटेड डेप्रिसिएसन, डेप्रिसिएसन मात्र काट्ने हो हैन, डेप्रिसिएसनलाई हामीले एक्युमुलेटेड डेप्रिसिएसनमा ट्रान्सफर गरिराख्छौँ। भनेको के हो भन्दाखेरि जति पनि डेप्रिसिएट भयो त्यो एक्युमुलेटेड डेप्रिसिएसनमा हरेक वर्ष ट्रान्सफर गरिराख्छौँ। यो चाहिँ एसेटको उल्टो भएर क्रेडिट साइडमा लेखेको डेप्रिसिएसन खर्च हो हैन। त मेरो चाहिँ सम्पत्तिको दाम कति? 1,13,000। कति वर्षसम्म चल्छ? 5 वर्षसम्म चल्छ, ठिक छ। त 5 वर्षसम्म चल्छ भने डेप्रिसिएसन 1,13,000 चाहिँ को 1,13,000 डिभाइडेड बाई 1,13,000 डिभाइडेड बाई 5 भनेको 22,600 रुपियाँ चाहिँ मेरो डेप्रिसिएसन भयो, 22,600 हैन। त यसको डेप्रिसिएसन कति आयो? 22,600, 22,600। हामीलाई डेप्रिसिएसनको फर्मुला थाहा छ नि, डेप्रिसिएसन भनेको टोटल कस्ट माइनस स्क्रैप भ्यालु डिवाइडेड बाई एस्टिमेटेड लाइफ अफ एसेट भन्ने फर्मुला छ। स्क्रैप भ्यालु दिएको छैन, टोटल कस्ट हाम्रो 1,13,000 भयो, 1,13,000 डिवाइडेड बाई एस्टिमेटेड लाइफ अफ एसेट भनेको 5 वर्ष, 5 वर्षको कन्ट्र्याक्ट हो। त 5 भनेपछि कति भयो? 22,600 रुपियाँ। यो यसरी आएको यो डेप्रिसिएसन है। त यसमा लिज अब्लिगेसनमा हामीले चाहिँ डेप्रिसिएसन एकाउन्ट डेबिट टु एक्युमुलेटेड डेप्रिसिएसन एकाउन्ट गर्ने गर्छौँ। यति बुझ्नुभयो जस्तो लाग्छ मलाई। अब चाहिँ हामी के गर्छौँ भन्दाखेरि डी नम्बर ब्यालेन्स सिट अन 31 डिसेम्बर 2015। 31 डिसेम्बर ब्यालेन्स सिट भनेको बचेको रकमहरू लेख्ने हो। 31 डिसेम्बर 2015 मा यो पेमेन्ट गरेँ, यो पेमेन्ट गरेँ, यो पनि पेमेन्ट गरेँ, लिज अब्लिगेसन रिडक्सन भयो, बाँकी यो छ नि अझै तिर्न बाँकी यो भयो। त्यस्तै गरी यो सबै त तिर्न बाँकी हो, यो सबै तिर्न बाँकी हैन। त तिर्न बाँकी कुराहरू त्यो भयो। सम्पत्तिको भ्यालु अब कति छ त्यो लेख्नु पर्यो, ठिक छ। सम्पत्तिको भ्यालु कति थियो? 1,13,000। अनि यहाँको डेप्रिसिएसन माइनस, अनि यहाँको माइनस गर्नु पर्यो, 2 वर्षको डेप्रिसिएसन माइनस गर्नु पर्यो, त्यो भयो। एसेटतिर लायबिलिटीतिर चाहिँ यो सबै तिर्नुपर्ने। अब 31/12/2015 मा 1 वर्ष भित्र तिर्नुपर्ने पैसा कति? 22,465। यो चाहिँ सम्पत्ति कम गर्नुपर्ने छ 22,465। यो मेरो करेन्ट लायबिलिटी भयो। अनि यो दुईटा चाहिँ लङ टर्म लायबिलिटी भयो। भने 1 वर्षभन्दा धेरै समय लगाएर तिर्नुपर्ने लङ टर्म लायबिलिटी, 1 वर्षभित्र तिर्नुपर्ने करेन्ट लायबिलिटी। त भित्र तिर्नुपर्ने 22,465 थियो। त्यही हिसाब गरेर हामी गर्छौँ, एकदम सजिलो है। अब हामी के गरौँ भन्दाखेरि यो जर्नल एन्ट्री पनि सकियो, म यो मेटेर गर्छु है त। यो सी नम्बर भइहाल्यो। अब डी नम्बर गरौँ है। डी नम्बरमा के गर्ने भन्दाखेरि डी नम्बरमा के गर्ने? ब्यालेन्स सिट बनाउने। अब ब्यालेन्स सिट पूर्ण तरिकाले पुरै मिल्छ भन्ने जरुरी छैन, यो एब्स्ट्र्याक्ट मात्र हो है। त ब्यालेन्स सिट यो बस पार्शियल मात्र हो अथवा एब्स्ट्र्याक्ट भनेर लेखिने हुन्छ। पार्शियल म एसेट साइड लेखेँ है त। अब एसेट्स, त्यसपछि अमाउन्ट, त्यसपछि अमाउन्ट हैन। सम्पत्तिको भ्यालु कति थियो? 1,13,000 हैन। ट्र्याक्टर भनेर लेख्ने, ट्र्याक्टर त पीपीबी आउँछ।
प्रोपर्टी प्लान्ट एन्ड इक्विपमेन्टमा आउँछ, प्लान्ट एन्ड इक्विपमेन्टमा आउँछ ट्र्याक्टर। ट्र्याक्टरको दाम कति? 1 लाख रुपियाँ। ट्र्याक्टरको चाहिँ मैले 1,13,000 मा मेरो एसेट हो, माइनस एकुमुलेटेड डेप्रिसिएसन। एकुमुलेटेड डेप्रिसिएसन कति? फर्स्ट इयरको अघि नै निकाल्यो, 1,13,000 डिभाइडेड बाई 1,13,000 डिभाइडेड बाई 5 भनेको 22,600 इन्टु 2 भनेको 22,600 भनेपछि 45,200 रुपियाँ चाहिँ मेरो एकुमुलेटेड डेप्रिसिएसन भयो। 45,200 कति भ्यालु आउँछ? 1,13,000 माइनस 45,200 भनेपछि 67,800। 67,000 तल लेखौँ, 67,800 भयो है। अब यो त सक्यो एसेट साइड। अब लायबिलिटी साइडमा हेर्नु पर्यो। लायबिलिटिज है, लायबिलिटी साइडमा हेरौँ। एउटा चाहिँ हाम्रो नन करेन्ट लायबिलिटी, एउटा करेन्ट लायबिलिटी हैन, एउटा करेन्ट लायबिलिटी, एउटा चाहिँ लङ टर्म लायबिलिटी। करेन्ट लायबिलिटी हेरौँ त, करेन्ट लायबिलिटिज हो। करेन्ट लायबिलिटिजमा चाहिँ कति तिर्न बाँकी त? 20,000 के भन्छ 1 वर्षभित्र कति तिर्न बाँकी? 22,465। यहाँबाट यहाँसम्म करेन्ट लायबिलिटी 1 वर्षभित्र तिर्नुपर्ने हैन। त हामी के लेख्छौँ? लिज अब्लिगेसन 22,000 लिज अब्लिगेसन कहिलेको तिर्नुपर्ने हो? 31/12/2016 सालमा तिर्नुपर्ने। कति? 22,465। अब लङ टर्म लायबिलिटी, लङ टर्म डेट अथवा लङ टर्म लायबिलिटी लेख्नु भयो। लङ टर्म डेट भनेको समय लगाएर 1 वर्षभित्र तिर्ने करेन्ट लायबिलिटी, त्योभन्दा पछि लामो। अब यो दुईटा जोडिदिउँ भनेपछि कति भयो? 24,262 प्लस 26,212 हैन, भनेको 50,474 भनेको लङ टर्म लायबिलिटी। यो पनि लिज अब्लिगेसन हो, 2 वर्षको हैन। 1 वर्षभित्र भनेपछि 31/12/2017 प्लस 31/12/2018 दुईटै जोडेर, यो मैले बुझाउनको लागि लेखेको, नलेखे नै हुन्छ। 50,474 50,474। अब अभियसली यो मिल्दैन हैन। प्लस 22,465 भनेको 72939 72939 चाहिँ मेरो के भयो? लायबिलिटिज आउँछ 72939 है। दुईटै मिलाएर चाहिँ त्यति आउँछ। बुझ्नुभयो त? यसरी चाहिँ गर्नु एकदम सजिलो रहेछ यो त हैन। त यसरी चाहिँ हामीले गर्छौँ भनेपछि